यो रात्रिकालीन सन्नाटा, बाहिर कुकुरको भुकाई एकहोरो रूपमा सुनिन्छ अनि आकाशतिर फर्किएर हेऱ्यो, ताराहरू टिलपिलाइरहेका छन्। तपाईँ मात्र हाम्रो एफएम 94 मेगाहर्ज सँगै हुनुहुन्छ। आज पनि कार्यक्रम विदेशका कुरा लिएर हामी दुई भाइ उपस्थित भइसकेका छौँ। कार्यक्रम उत्पादन कक्षबाट मिलन पौडेल अनि म खेमराज गोर्खाली। विदेशका कुरा तपाईँले थाहा पाइसक्नु भएको छ। विदेशका कुरामा के हुन्छन्, हामीले के कुरा गर्छौँ विदेशका कुरा कार्यक्रममा भन्ने कुरा तपाईँले बुझिसक्नु भएको छ। आजभन्दा धेरै अगाडिदेखि हामीले यो कार्यक्रमलाई सुचारू गर्दै आइरहेका छौँ र विदेशमा बसेर आउनुभएका एकजना व्यक्तित्वसँग हामी विदेशमा रहँदा बस्दाका अवस्था, विदेश जान पर्ने बाध्यता व्यवस्थाहरू, विदेश जाँदा के कस्ता दुःख सुखहरू भए तिनै कुराहरूलाई, आत्मवृत्तान्तहरूलाई, अनुभूतिहरूलाई बाँडी चुँडी सुन्ने गर्छौँ, लिने गर्छौँ। आज पनि मेरो साथमा एकजना अतिथि हुनुहुन्छ, उहाँसँग कुरा गर्छौँ। तपाईँलाई स्वागत छ हाम्रो एफएम 94 मेगाहर्जको कार्यक्रम विदेशका कुरामा। धन्यवाद खेमजी। तपाईँको परिचय दिनुहोस् न। हजुर, म गाउँले धनबहादुर जीसी उर्फ जब कतार पुगे धनेश्वर जीसी भेल भाइ र मेरो जन्मस्थान बागलुङ। अहिले हाल म भनपा एक ठिमुरामा बसोबास गर्छु। तपाईँ विदेश कति वर्ष बस्नुभयो? अहिले मेरो 7औं वर्ष चल्दैछ कतारमा म कार्यरत भएको। भनेपछि कतार जानुभएको छ तपाईँ? हजुर, म कतारमा छु। कस्तो 7 वर्षसम्म लगातारमै बसिरहनु भयो कि आउने जाने क्रम पनि चलियो? आउने जाने क्रम चलिरहेको छ सर। अहिले मेरो यो तेस्रो छुट्टी भनौँ र फर्किने समय पनि आइसकेको छ। अहिले 2 महिना भइसक्यो म आएको पनि। जस्तै अब तपाईँ गाउँको धनबहादुर जीसी कतार गइसकेपछि धनेश्वर भयो। हजुर, त्यो बिचको फासला छ नि, हजुर, त्यसलाई कसरी हेर्नु भएको छ तपाईँले? म खुसी छु। म धनेश्वर जीसी जब कतार भएर गएर भएँ। किन खुसी छु भने पहिलाको धनबहादुर जीसी गाउँमा जुन अहिलेको हाम्रो परिवेश समाज जुन युवा वर्ग छन् त्यही लाइनमा थिएँ म। तर म एउटा आफ्नो अरू दाइ भाइ सर, अरू साथी सर, म पनि एउटा घर गृहस्थी चलाउने हिसाबले धन कमाउन विदेश लागेँ। जब म कतार पुगेँ त्यसपछि मलाई अटोमेटिकली म आफै परिवर्तन हुन चाहेँ। जब परिवर्तन मान्छे तब हुँदो रहेछ जब उसले सम्पूर्ण चिजलाई परिवर्तन गर्न सक्छ। मैले आफ्नै नाम परिवर्तन गरेर मैले आफूलाई परिवर्तन बनाउन सफल भएँ। म यसमा अति नै खुसी छु। जस्तै अब तपाईँको नाम पनि धनेश्वर, धन चाहिँ कतिको कमाउनु भएको छ? धन त चित्त बुद्ध छ, घर गृहस्थी आफ्ना सानातिना सपनाहरू पुरा भइरहेका छन्। तर स्पेसल्ली त्यहाँ पुगिसकेपछि मलाई धेरै धन कमाएर धनी बन्नु भन्दा नि दुखीको मनमा पसेर दुखी गरिबलाई केही आफूले सकेको सहयोग गरेर आफ्नो नाम अगाडि बढाउनु पर्छ र सेवा नै धर्म हो भन्ने मैले ठानिरहेको छु। सेवा नै परम धर्म, होइन? सेवा ही परम धर्म भन्छ। सेवा गरेपछि मेवा पनि पाइन्छ भन्छन्, तर आश चाहिँ गर्नु हुँदैन पनि भन्छन् फेरि, होइन? एकदमै ठिक हो सर। जस्तो सेवा गरेपछि समय आउँछ। आजको यो अवस्था, आज मलाई हाम्रो एफएमले समय दिनु, म यहाँ उपस्थित हुनु पनि यो पनि एउटा सेवाकै मेरो एउटा फल हो भन्ने मैले एकदम गर्व मानिरहेको छु। जस्तो म हिजो सिनर्जीमा थिएँ, आज म हाम्रोमा हुँदाखेरि अझै खुसी लागिरहेछ। यसैले म के भन्छु भने अरू साथीहरूलाई पनि दुःख गर्नुपर्छ, एक दिन अवश्य त्यसको फल पाइन्छ। जस्तै अब तपाईँ सँगसँगै गाउँमा, जस्तै धनबहादुरसँगै गाउँमा चाहिँ रमेका ती युवा युवतीहरू, हजुर, अहिले तपाईँ चाहिँ धनेश्वर भइसकेपछि, विदेशबाट कतारबाट नेपाल आइसकेपछि भेटघाट हुँदाखेरिको त्यो कस्तो हुन्छ मिलन चाहिँ त्यति बेला? एकदमै खुसी लाग्छ, एकदम रमाइलो लाग्छ। र उहाँहरू सबै मेरा जति भनिहाल्नुभयो साथीभाइ युवतीहरू एकदमै मलाई भेट्न र मसँग बोल्न हाँस्न खोज्नुहुन्छ र म पनि उहाँहरूलाई भरपुर टाइम दिएर सक्दो, घरमा त मैले कति पनि टाइम दिन सकिरहेको छैन। अहिलेको अवस्था हेऱ्यो भने पनि घरमा मेरो फ्यामिलीहरू एकदम दुःखी हुनुहुन्छ, घरै बस्दैन, खालि बाहिर साथीभाइसँग घुम्छ भन्नुहुन्छ। त्यसमा म खुसी छु। अनि जस्तै अब तपाईँ अलिकति केही कमाएर आइसक्नु भएको छ, होइन? केही कमाउनको लागि जानुभएको थियो, केही कमाएर लिएर आउनु भएको छ। तपाईँ सँगसँगै अध्ययन गर्ने, तपाईँ सँगसँगै हाँस्ने खेल्ने गाउँका दाजुभाइ दिदीबहिनीहरू चाहिँ अहिलेसम्म पनि पहिला जुन अवस्थामा थिए अहिलेसम्म पनि त्यही अवस्थामा रहिरहेका छन्। त्यसलाई चाहिँ कस्तो के भन्नुहुन्छ त्यसलाई? हजुर, कति छन्, कति
आफ्नै यहीँ देशमै कतै सेट भइसक्नु भएको छ, कति त्यति खाली हुनुहुन्छ। खाली हुने साथीहरू अलिकति दुखी त हुनुहुन्छ, तर मैले उहाँहरूलाई भन्नुपर्दा के भन्छु भने अध्ययन लास्टमा हुन त हाम्रो नेपालमा देखिन्छ जति धेरै अध्ययन गरेर वर्षौँ बस्दा पनि अलिकति आफूलाई आत्मग्लानि गरेर कुनै रोजगार नपाएर एकदम दुःख लागेर बस्नु पर्या हुन्छ। तर लास्टमा गएर जो मान्छे जुन ठाउँमा गए पनि जब त्यसले अवसर पाउँछ त्यसमा फेरि अध्ययनकै महत्त्व हुन्छ। त्यही भएर साथीहरू अलिक दुखी त हुनुहुन्छ, तर उहाँहरूले एकचोटि अवश्य पनि चान्स त पाउनुहुन्छ, चाहे स्वदेशमा होस् चाहे विदेशमा। जब कार्यरत हुनुहुन्छ उहाँहरूको छिटो अगाडि जाने चाहिँ अध्ययनले नै जनाउने हुँदाखेरि म के भन्छु भने अध्ययन चाहिँ हामीलाई जरुरी छ पुरा गर्न। तपाईँले आफ्नो अध्ययनलाई चाहिँ कहाँ पुर्याउनु? मेरो अध्ययन त साधारणै भनिदिउँ, हुन त म स्कुल लिभिङ पुरा गरेँ, तर मेरो खासै चित्तबुद्धि अध्ययन छैन। जस्तै अब कतारतिरकै कुरा गरौँ, तपाईँ कतारमा जानुभएको 7 वर्ष भयो। कतारमा चाहिँ विशेष गरेर नेपाली युवा युवतीहरूको चाहिँ एकदमै चाप बढ्दै गइरहेछ एकदमै होइन। त्यहाँ गएर चाहिँ दुःख पाउने कुराहरू पनि सुनिन्छ। युवाहरू गएर काम नपाएर अल्पत्र परेका अथवा भने जस्तो काम नपाएर यहाँ एउटा भनेर गयो, वहाँ गएपछि अर्कै काम गर्नुपर्ने बाध्यता छ। युवतीहरू चाहिँ अनेकौँ व्यवसायहरूमा अवैधानिक व्यवसायहरूमा लगाइन्छ भनेर पनि आवाजहरू आउँछन्। तपाईँले चाहिँ के देख्नुभयो 7 वर्षको अवधिमा? हजुर एकदमै राम्रो क्वेसन सोध्नुभयो हजुरले। त्यहाँ कस्तो छ भने वास्तवमै हाम्रा एजेन्ट जुन हामीलाई पठाउने एजेन्ट र हाम्रै, म त के भन्छु भने हाम्रो सरकार र हाम्रो श्रमको एकदमै कमजोरीको कारणले गर्दा जति पनि नेपाली दाजुभाइहरू विदेशी हुनुहुन्छ, अरू त मैले जान्दिनँ, स्पेसली गल्फ अरबको कुरा गर्दाखेरि कस्तो छ भने एकदमै पीडादायी, एकदमै दुःखको कष्टको दिनहरू बिताउनु परिरहेको छ। भने जस्तो सेलेरी पाउँदैनन् अनि भनेको काम पाउँदैनन्, र जब कतारमा पुग्छन्, जब अरबमा पुग्छन् अनि उहाँहरूले एकदमै आफूलाई सानो बनाएर एकदम फसेको महसुस गर्नुहुन्छ। त्यस्तै गरेर अब महिला दिदीबहिनीको कुरा गऱ्यौँ भने अलिकति घरमा काम गर्ने, जसलाई उहाँ खदामा भनेर भनिन्छ होइन, एउटा घरमा काम गर्ने, घर गृहस्थीमा काम गर्ने दिदीबहिनीलाई अलिकति ठुलो कष्ट छ भनेको बेलामा घर नपठाइदिने, सेलेरी पनि नदिने, कति ठाउँमा त यौन शोषणहरू भएको पनि छ होइन। अनि त्यसमा धेरै सङ्घ संस्थाहरू छन्, खुलेका छन्, जसमा मेरो पनि स्वयं आफ्नै सन्ध्या ग्रुप भन्ने एउटा संस्था छ, जुन कतारमा हाम्रो नेपाली कला संस्कृति र भेषभाषा भूषा लगायत हामीले जुन ओझेलमा परेका कलाकारलाई अगाडि उठाउन प्रेरित गरिरहेका छौँ। अर्को कुरामा भन्ने हो भने गत वर्ष जुन हाम्रो देशमा ठुलो सङ्कट पर्यो, ठुलो बाढी पहिरोले गर्दा धेरै क्षति पुग्यो, त्यसमा पनि हाम्रो ग्रुप सन्ध्या ग्रुप मार्फत हामीले ठुलो लगभग 1000 किलो लत्ता कपडा प्लस 1.5 लाख रुपियाँ नगद हामीले हस्तान्तरण गऱ्यौँ। र जुन यहाँको रेड क्रस प्लस क्षितिज सामुदायिक विकास केन्द्र भरतपुरको जुन ग्रुप थियो हाम्रो जीवनदायी र छवि साथीको, उहाँको मार्फत हामीले यो चन्द्रौटामा हामीले हस्तान्तरण गरेका थियौँ। त्यसबाट नै हामी एकदमै खुसी छौँ। भनेपछि तपाईँले त्यहाँ कतारमा गएर सन्ध्या ग्रुप भन्ने एउटा ग्रुप पनि बनाउनु भएको छ। त्यसले कस्तो कस्तो काममा सहभागिता जनाउँछ सन्ध्या ग्रुपले? यसले जस्तो विभिन्न अवसर पारेर ठुला बृहत सांस्कृतिक कार्यक्रमहरू गर्ने, भलिबल, फुटबल, क्रिकेटहरू आयोजना गर्ने लगायत सर्वप्रथम यो ग्रुपले एउटा नेपाली फिल्म जीवनको यात्रा भन्ने फिल्म नि, जुन मैले आफै सबै मेरै निर्देशक मेरै कथामा बनेको हो। सर्वप्रथम म चिनिएको र हाम्रो ग्रुप चिनिएको पनि यही जीवनको यात्राबाट हो, जुन कतारमै पहिलोपटक नेपाली चलचित्र बनाउनमा पनि सफल भयौँ। भनेपछि नेपाली